यो कथाको सुरुमा हामीलाई दक्षिण अफ्रिकाको एउटा सानो गाउँ देखाइन्छ जहाँ गाउँका मानिसहरू खेती गरिरहेका हुन्छन्। त्यहाँ एक मानिसलाई अचानक हृदयघात हुन्छ र घटनास्थलमै उनको मृत्यु हुन्छ। यो मानिसको दाइ पनि त्यहाँ थियो जो एक किसान हो। केही किसानका लागि आफ्नै दाइको मृत्यु अत्यन्त दुःखदायी हुन्छ। त्यसपछि गाउँका सबै मानिसहरूले मृतकको लागि हुने परम्परागत सबै रस्महरू गर्छन्। त्यो किसान आफ्नो घर फर्कन्छ जहाँ उनका श्रीमती, छोरी र छोरा बस्छन्। उनकी छोरीको नाम विलियम हो जो धेरै मेधावी छ। विलियमलाई रेडियो मर्मत गर्ने ठूलो रुचि छ, त्यसैले उनी सधैँ आफ्ना साथीहरू र वरिपरिकाहरूको रेडियो मर्मत गर्छन्। जब उनी स्कुल जान्छन् त्यहाँ प्रधानाध्यापक विलियम र अन्य बच्चाहरूलाई लाइनमा उभ्याएर भन्छन्, यदि तपाईहरूमध्ये कसैले शुल्क बुझाउनु भएन भने तपाईलाई स्कुलबाट निकालिनेछ। वास्तवमा उनको हजुरबुबाको आर्थिक अवस्था निकै कमजोर छ, त्यसैले धेरै समयसम्म उनीहरूले शुल्क बुझाउन सकेका थिएनन्। विलियमको कक्षा शिक्षक जो उनकी बहिनीलाई मन पराउँछन् विलियमलाई भन्छन्, तिमी छिटै शुल्क बुझाउनुपर्छ नत्र स्कुलबाट निकालिनेछ। तर शिक्षकलाई थाहा थियो कि हजुरबुबासँग यति पैसा छैन कि शुल्क बुझाउन सकुन्। विलियम पढाइमा धेरै रुचि राख्थ्यो। उनको रुचि थियो जबकि उनकी आमा चाहन्थिन् कि विलियम आफ्नो हजुरबुबासँग खेतमा काम गरोस्। जब विलियम राति पढ्दै हुन्छ, अँध्यारो भएको कारण उनले आमा समक्ष तेल माग्छन् ल्यान्टर्न बाल्नका लागि, तर उनकी आमा मानेनन्। उनी भन्छन्, म तिमीलाई पढ्न तेल दिन सक्दिन, हामीले घरको कामका लागि यसलाई बचाएर राख्नुपर्छ। अर्को दिन स्कुलपछि विलियम एक जङ्क यार्डमा जान्छ जहाँ धेरै बिजुली र फलामका सामग्रीहरू छन्। त्यहाँ उनलाई एउटा ल्याम्प र ब्याट्री भेट्छन् र उनी सोध्छन्, यी सामग्रीबाट म राति पढ्नको लागि बल्ब बाल्नेछु। त्यसै दिन गाउँमा केही मानिसहरू आउँछन् र गाउँवासीलाई भन्छन्, हामी तपाईहरूलाई पैसा दिनेछौँ तर तपाईहरूको खेतमा रहेका रुख काट्न चाहन्छौँ। तर गाउँका प्रधानले मानेनन्। उनी भन्छन्, यी रुखहरूले हाम्रो खेतलाई बाढीको पानीबाट बचाउँछन्, यदि हामीले काट्यौँ भने खेतमा बाढी आउँछ। विलियमका हजुरबुबा पनि सहमत हुन्छन्, तर अन्य किसानहरूले कागजमा हस्ताक्षर गर्छन् जसमा लेखिएको हुन्छ कि उनीहरूले खेतका रुख काट्न सक्दछन्, किनभने गाउँमा सधैँ गरिबी थियो र सबैलाई पैसाको आवश्यकता थियो। छिटै खेतका रुख काट्ने काम सुरु हुन्छ। त्यसै रात विलियम हजुरबुबासँग भन्छन्, मलाई स्कुलको शुल्कका लागि पैसा चाहिन्छ बाबु। तर हजुरबुबा भन्छन्, बेटा मसँग पैसा छैन, अहिले तिम्रो शुल्क बुझाउन सक्दिन, तिमीले फसल काटिन्जेल पर्खनुपर्छ, त्यसपछि मात्र म तिम्रो शुल्क भर्न सक्छु। यसरी विलियम निकै चिन्तित हुन्छ। अर्को दिन जब उनी आफ्ना साथीहरूसँग स्कुल जान्छन् त्यहाँ कक्षा शिक्षकको साइकल पार्क गरिएको हुन्छ। केही साइकलमा लाइट जोडिएको हुन्छ। विलियमलाई केही लाइटको ब्याट्री चाहिन्छ, तर उनी देख्छन् कि केही लाइटमा ब्याट्री छैन, बरु त्यहाँ यस्तो प्रणाली छ जुन पाङ्ग्रा घुमाउँदा लाइट बल्दछ।